हेलो मेजर नमस्ते सेवारो सेवानी म भने चाहिँ अहिले भर्खर घरमा आएर साफ सफाई गरेर चाहिँ किनकि आज मेरो छुट्टी छैन जानु त पर्यो ड्युटी डेढ बजी पुग्दा पनि भइहाल्छ साफ सफाई भइहाल्यो घरको काम अन्त अर्को कुरो चाहिँ के भन्दादेखि मेरो बिचारा सुँगुरलाई बिमार भएर त्यो दबाई लिएर आएको थिएँ है अनि त्यो मलम लगाइदियो भने चाहिँ दबाई लगाइदिएर चाहिँ खिलाउने पनि छ अनि त्यसलाई खुवाउने दबाई पनि छ त्यसलाई खुवाउनु पर्ने छ मैले त्यसले गर्दा चाहिँ आएको 2-3 घन्टामा त म काम सक्छु अनि काम मोटामोटी मैले सकिसकेँ साफ सफाई गरेर किनभने आमा बिचाराले भ्याउनु हुँदैन महिनामा 4 दिन छुट्टी हुँदा चाहिँ म साफ सफाई गर्छ आज चाहिँ छुट्टी छैन तर म घरमा आएको छु है अनि साफ सफाई त मेरो मोटामोटी भइसक्यो अनि कलर पनि गर्न लगाएको थिएँ किचन र रुमको लागि राम्रै लाग्यो है राम्रो लगाइदिनु भएछ भाइले सनित भाइले चाहिँ एकदमै राम्रो कलरहरू गर्नुहुन्छ उहाँले चाहिँ जति पनि पुटिनको कामहरू उहाँले नै गर्नुहुन्छ जति पनि मेरो यहाँ घरको कामहरू उसले नै गर्नुहुन्छ सनित भाइले मेरो गाउँको भाइ हो मेरो मामाको छोरा हो एकदमै तपाईँलाई कलर कस्तो लाग्यो मलाई कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला है किनभने अब घरमा आउँदा चाहिँ मजाले भिडियो बनाउनु मन लाग्छ तर टाइमै हुँदैन मैले चाहिँ सकिसकेँ काम है अब भने चाहिँ के काम छ भनेदेखि चिया पनि बनाएर खान मन लागिरहेको छ तर भ्याउँछु कि भ्याउँदिनँ जस्तो पनि लाग्दैछ मलाई अनि हेर्दै जाउँ अलि चिया त बनाएर खानुपर्छ फ्रेस त हुनुपर्छ फेरि नुहाइधुवाइ गरेर पनि जानुपर्छ किनकि बिहान नआएको टक्क सुँगुरलाई दबाई सबाई लगाइदिए पनि अनि मजाले सुतिरहनु भएको छ कति आराम भयो होला बिचारालाई कति चिलाउँदै थियो लुतोले गर्दाखेरि अलिक सन्चो भयो होला दबाई खुवाइदिए पनि अनि बाबा भने चाहिँ कुखुराको खोर बनाउनु हुँदैछ किन गर्नुभएको अहिले नि बादमा गर्दा भइहाल्छ होइन म गरिहाल्छु नि भनेर भन्नुभयो गुड मर्निङ साथीभाइ म भने चाहिँ भर्खर घर आइपुगेँ है आइपुगेर पनि मोटामोटी कामहरू सकिसकेँ अनि सुँगुरको दबाई लगाइदिनु पर्ने थियो सुँगुरलाई पनि अब दबाई लगाइदिनुपर्छ फटाफट हेलो गाइस म भने चाहिँ अहिले म र सनित भाइले माथि पुऱ्याइदिनुहुन्छ मलाई है भाइ आज गएनौ काममा गएनौ लाग्यो गाइस म र सनित भाइ चाहिँ अब एक्चुअली मेरो गाउँबाट जस्ट भर्खर निक्लेको गाइस दामी भइरहेछ पर देख्नु परेको लिम्बू गाउँ हो गाइस ओके गाइस भाइ चाहिँ लाग्यो अब फाटकतर्फ हल्का हुँदैछ रमाइलो हेलो गाइस तपाईँहरू चाहिँ एक्ज्याक्टली मिरिक जाँदा टिङ्लिङ फाटक आउनुभयो भने चाहिँ यहाँनिर हाम्रो भाउजूकोमा पुच्का अनि तपाईँको भेज चिकन मोमो खानु नभुलिनु होला पुच्का चाहिँ एकदमै राम्रो बनाउनुहुन्छ होइन भाउजू पुच्का कसरी छ पुच्का तपाईँको 20 रुपियाँ प्लेट अच्छा 20 रुपियाँ प्लेटको कति पिस दिनुहुन्छ 8 पिस दिनुहुन्छ मोमो चाहिँ मोमो 40 रुपियाँ 40 रुपियाँ अच्छा 40 रुपियाँमा 8 पिस एकदम घरको जस्तो टेस्ट पाउनुहुन्छ गाइस तपाईँहरू टिङ्लिङ फाटकमा आउँदा नभुलिनु होला एक्ज्याक्टली फाटकमै छ है यहाँ आरामले बसेर खान सक्नुहुन्छ तपाईँहरू मजाले फोटो भिडियो बनाउन सक्नुहुन्छ गाइस आउनु सक्नुहुन्छ तपाईँहरू है यस्तो छ टिङ्लिङको भ्यू पोइन्ट चाहिँ यस भाइ सो मिरिक जाँदा कहिले पनि तपाईँहरू नभुलिनु होला है टिङ्लिङ फाटकमा आएर इन्जोय गर्नुहोस् अनि सिलगढी जानुहुन्छ भने तपाईँहरू यहाँबाट 40.20 किलोमिटर रहेछ गाइस एकदमै राम्रो यहाँ बसेर इन्जोय गर्न सक्नुहुन्छ फोटो भिडियो बनाउन सक्नुहुन्छ माथिनिर भ्यू पोइन्ट छ हेर्नुहोस् त्यहाँनिर फोटो भिडियो बनाउन सक्नुहुन्छ गाइस है म चाहिँ एक्ज्याक्टली अहिले यहाँ नै छु यहाँनिर बसेर तपाईँले आरामले फोटो बनाउन सक्नुहुन्छ सनित भाइ कतिवटा खायो 4टा मात्रै मोमो नखाने
सो म चाहिँ अहिले एक्ज्याक्टली टिङलिङ फाटकमा छु। तपाईँहरू मिरिक जाँदा यहाँ टिङलिङ फाटकमा आएर हाम्रो भाउजूकोमा मोमो अनि झालमुरी पुच्का खानु नभुलिनुहोस् होला। आउनुहोस्, इन्जोय गर्नुहोस्, राम्रो छ प्लेस गाइस। लैजाइए गुड आफ्टरनुन गाइस। म चाहिँ अहिले आजभोलि चाहिँ टिकाउ गइरहेको छ। चाहिँ मेरो गाउँको भाइ हो। आज चाहिँ जो जुन मिल्यो बहुत साल बाद आज भाइलाई भेटेँ है।